यो 8 दिनसम्म सञ्चालन भएको मेलमिलाप सम्बन्धी आधारभूत तालिमका कुशल व्यवस्थापक थियो। आजको यस समापन कार्यक्रमका सभाध्यक्ष, सर्वोच्च अदालतका माननीय न्यायाधीश तथा मेलमिलाप परिषदका अध्यक्ष आदरणीय कुमार रेग्मीज्यू, आजको यस कार्यक्रममा अतिथिको रूपमा उपस्थित हुनुभएका जिल्ला समन्वय समिति पाल्पाका सभापति ज्यू, यो 8 दिनसम्मको बसाइलाई अत्यन्तै विषयवस्तुसहित अत्यन्तै रोमाञ्चक बनाउनु हुने आदरणीय प्रमुख प्रशिक्षक सुबहादुर थापा सर, यसै गरी तालचेर नगरपालिकाका उपप्रमुखज्यू, पाल्पा जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीशज्यू, मेलमिलाप परिषदका सचिवालय प्रमुख दीपक भण्डारीज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, पाल्पा जिल्ला अदालतका श्रेष्ठदारज्यू, जिल्ला प्रहरी कार्यालयबाट उपस्थित हुनुभएका प्रहरी उपरीक्षकज्यू, नेपाल बार एसोसिएसन पाल्पा शाखाका अध्यक्षज्यू र मसँगै यो 8 दिनसम्म सहयात्रा गर्नुहुने सम्पूर्ण सहभागी साथीहरू, म खास गरी मभन्दा अगाडि आफ्नो मन्तव्य राख्नुभएको आदरणीय दिदीसित उहाँका भनाइमा पुरापुर सहमत छु। मेरा भनाइ त्यति नै हुन्, त्यसमा मेरो कुनै पनि विमति छैन र केही विषयवस्तुहरू यो 8 दिनसम्मको तालिममा भए गरेका विषयवस्तुहरूलाई संक्षिप्त रूपमा चाहिँ प्रकाश पार्ने अनुमति चाहन्छु। र सबैभन्दा महत्त्वपूर्ण कुरा, एउटा रमाइलो पक्ष के छ भने यो तालिममा जो सहभागी हुनुहुन्थ्यो उहाँले यो तालिम छाडेर म आउन पाएँ, उहाँको रिक्त स्थानमा म आउन पाएँ। म आफूलाई एकदमै भाग्यमानी ठानेको छु र उहाँले छाडिदिएकोमा चाहिँ उहाँलाई धेरै धेरै बधाई धन्यवाद दिन चाहन्छु। त्यो अवसर र यो खास गरी यो 8 दिनसम्म हाम्रा धेरैवटा विषयका सेसनहरू थिए। विवादको समाधान के हो, विवाद के हो, विवादको समाधान के हो भन्नेदेखि लिएर मेलमिलापको विषयमा राष्ट्रिय कानुनमा के छ, अन्तर्राष्ट्रिय कानुनमा के छ, पद्धतिमा के छ, मेलमिलाप परिषदले के गरिरहेको छ लगायतका कुराहरू विषयवस्तुमा समेटिँदै हामीलाई विभिन्न खालका अभिनय, भूमिका अभिनय, विषयवस्तुसँगका सान्दर्भिक पक्षहरूलाई जोड्दै जोड्दै अन्तिममा आएर हामीलाई सुकरातको प्रश्न गर्ने कलासम्मले दीक्षित गराइदिनु भएको छ। प्रशिक्षक ज्यूहरूलाई यी विषयवस्तुहरू मार्फत हामीलाई अत्यन्तै उन्नत वातावरण दिनुभएकोमा म हार्दिक आभार प्रकट गर्न चाहन्छु। र दिदीले भने जस्तै पाल्पा जिल्ला शैक्षिक हबको रूपमा हिजो पनि थियो, आज पनि छ। यो जिल्लालाई पक्कै पनि माया गरेर, त्यही खालको जिल्ला होला भन्ने माया गरेर यहाँहरूले पाल्पा जिल्ला छानिदिनु भएकोमा मेलमिलाप परिषदका अध्यक्ष लगायत, सचिवालय प्रमुख लगायत, पत्रकारी श्रीमान लगायत प्रशिक्षकज्यूहरू वा यो विषयमा सम्बन्ध राख्नुहुने सम्पूर्णप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु। र यसै सन्दर्भमा भन्न चाहन्छु, आगामी दिनका यो त आधारभूत नामै, यो तालिमको नाम छ आधारभूत तालिम। अब यसमा एडभान्स तालिम होला, टोटका कुराहरू होलान्। यी कुराहरूलाई पनि जोडेर पाल्पा जिल्लालाई नै फेरि यहाँहरूको तालिमको केन्द्र बनाइदिनु हुन्छ भन्ने कुरामा म पनि उहाँ दिदीसित सम्बन्धै यसमा हातमा हात मिलाउन चाहन्छु। हामी सबै सहभागीहरूले सबैभन्दा जोडका साथ, तपाईँहरू हाम्रो प्रतिनिधिको रूपमा बोल्दै हुनुहुन्छ, यो कुरा चाहिँ सबै हाम्रा पाहुनाहरूको अगाडि पस्किदिनु होला भन्ने सबैको आशय हो। म यहाँहरूको माझबाट सबैको आशय यहाँहरूमा पस्कन चाहन्छु। यसै गरी यो विषयवस्तु सिकिने कुरा महत्त्वपूर्ण, सिकाइ मात्रै होइन, सिकेको कुरालाई हामीले व्यवहारमा प्रयोग गर्नु अर्को उत्तिकै महत्त्वपूर्ण कुरा हो। तर यो सिकाइलाई, सिकेको कुरालाई ठाउँ भयो भने, प्रयोग गर्ने ठाउँ भयो भने मात्रै यसले वास्तवमा यसको चरितार्थ, यसको प्रयोग हुन्छ भन्ने मैले विश्वास गरेको छु। हामीलाई थाहा छ, हामीले यो 8 दिनको बसाइमा जिल्ला अदालत अथवा न्यायिक निकायहरू, अर्धन्यायिक निकायहरू, अहिले नेपाल सरकारले संविधानमा परिकल्पना गरेको हाम्रो स्थानीय तहमा रहेका
अङ्गहरू लगायत वडासम्म रहेका मेलमिलाप केन्द्रहरूसम्ममा हाम्रो पहुँच कतिको छ, कतिको हुनेछ भन्ने कुराले पनि यसमा महत्त्वपूर्ण प्रश्न जन्माउँछ। यहाँले अवसर दिनुभयो भने हाम्रो दक्षता र योग्यता प्रदर्शित हुने हो। त्यो अवसर भएन भने हामी पक्कै पनि फेरि आफ्नो सिप र दक्षतालाई आफू भित्रै मारेर बस्नुपर्ने अवस्था हुन्छ र मेलमिलाप परिषदले वर्षौँ पछि मेलमिलापकर्ताहरू उत्पादन गर्दै जाने, अवसर नपाउँदा पुराना मर्दै जाने, नयाँ निस्कँदै जाने क्रमले पक्कै पनि यो मेलमिलापको जुन अवधारणा छ यो चाहिँ कुरा हुन सक्दैन। त्यसले गर्दा त्यो वातावरण, त्यो काम गर्ने ठाउँले हामीलाई पक्कै पनि हामी सबैको उद्देश्य पुरा गर्नेछ भन्ने कुरामा म विश्वस्त छु र यसका लागि समय अनुकूल कानुनी व्यवस्थाहरू संशोधन हुन जरुरी छ। हामीलाई पक्षहरूले, विवादका पक्षहरूले सोध्न सक्नुहुन्छ, केही जानेका हुनुहुन्छ, उहाँहरूले हाम्रो हदम्याद त सकिन्छ नि, तपाईँहरूसित बस्दै गर्दाखेरि हाम्रो हदम्याद गयो भने के गर्ने, हामी त अदालत जान पाउँदैनौँ भन्ने जस्ता प्रश्नहरू गर्दै गर्दाखेरि तपाईँहरूको हदम्याद यो छलफलको अवधिमा सुनिश्चित हुन्छ, रहन्छ, त्यसपछि बल्ल यसको एक्टिभेसन सुरु हुन्छ भन्न पाउने वातावरण पनि हामीलाई प्राप्त भयो भने हामीले पनि सोही अनुसारको समय अवधिमा निर्धक्कसँग चाहिँ काम गर्न पाउँछौँ र यो विवादका पक्षहरूले पनि आफूलाई सही ढङ्गमा प्रस्तुत गर्न सक्नुहुनेछ र वास्तविक मेलमिलाप गराउन सकिनेछ भन्ने कुरामा मैले विश्वास लिएको छु। र अहिले हामीले अब हामी विभिन्न पालिकामा हामी पनि त्यहाँ गएर अनुगमन गर्न जान पाउने अवसर सिर्जना भयो। त्यहाँको भौतिक अवस्था के छ, त्यहाँ भएको प्रचलन के छ, कस्तो प्रक्रियाबाट चाहिँ मेलमिलापका कार्यहरू अगाडि बढिरहेका छन्, हिजो तालिम लिएका साथीहरूले के गरिरहनु भएको छ, लगायतका जिल्ला अदालतसम्म पनि प्रक्रिया के छ, कर्मचारी केन्द्रित छ कि वा त्यहाँ उपलब्ध कानुन व्यवसाय केन्द्रित छ कि वा मेलमिलापकर्ताहरूलाई पनि बाहिर रहेका मेलमिलापकर्ताहरूलाई जुन फोटो झुन्डिएका साथीहरूलाई अवसर बराबर दिएको छ भन्ने कुराहरूको पनि हामीले पनि मूल्याङ्कन गर्नेछौँ। यसमा चाहिँ सरकारवाला निकायहरूले हामीलाई पक्कै पनि सहयोग गर्नुहुनेछ भन्ने मैले आशा लिएको छु। र अर्को कस्तो भयो भने म आफू कानुनको विद्यार्थी पनि हो। मैले कक्षा 12मा मेलमिलाप सम्बन्धी वैकल्पिक व्यवस्थाहरू पढाउँदै गरिरहेको छु। तथापि त्यो सैद्धान्तिक आधार मात्रै थियो। अब यो तालिमले त्यसलाई अझै व्यावहारिक रूपमा विद्यार्थीहरूलाई पस्कन सक्ने बनाएको छ र अझै थप तालिमले त झनै पारङ्गत बनाउँछ होला। त्यसका लागि फेरि पनि आशावादी छु र यो तालिममा हामीले प्रशिक्षकज्यूबाट विषयवस्तु मात्र सिकेनौँ, तालिम दिने, प्रशिक्षण दिने कला पनि सिक्यौँ र गला पनि सिक्यौँ। यी सबै कुरा सिक्यौँ भन्ने हामीले महसुस गरेका छौँ। किनभने यो खालको एडल्ट लर्निङमा प्रशिक्षकलाई सबैभन्दा गाह्रो हुने अवस्था, त्यो अवस्थालाई पनि कति पनि तलमाथि हुन नदिकन आजको यो समयसम्म पुर्याइदिनु भएको छ र हामीलाई आभारी बनाइदिनु भएको छ, हामीलाई निश्चित बनाइदिनु भएको छ। त्यसमा त म प्रशिक्षकज्यूहरूप्रति अत्यन्तै मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु। विषयवस्तु जति गहन थिए, प्रशिक्षण कला पनि उत्तिकै महत्त्वपूर्ण थियो। मैले जहाँ पनि तालिममा बस्दाखेरि विषयवस्तु एउटा पाटो, प्रशिक्षक अर्को पाटो भनेर चाहिँ हेरिरहेको हुन्छु। प्रशिक्षकको भूमिकालाई म आफूमा कति अप्लाई गर्न सक्छु भनेर त्यो खोजिरहेको हुन्छु। त्यो मैले यहाँबाट पक्कै पनि पाएको छु। सबै साथीहरूले त्यो अवसर पाउनु भएको छ। यसका लागि म उहाँहरूप्रति फेरि पनि आभार प्रकट गर्न चाहन्छु। र अन्तिममा सिङ्गो मेलमिलाप परिषद यहीँ आएको छ। यो हलभित्र अहिले सिङ्गो मेलमिलाप परिषद छ भन्ने मेरो बुझाइ छ र हामी भोलि जाने ठाउँको सरकारवाला निकाय पनि यहीँ हुनुहुन्छ। यसले गर्दाखेरि यहाँभन्दा महत्त्वपूर्ण समय हामी भर्खरै प्रशिक्षित भएका प्रशिक्षार्थीहरूलाई यहाँभन्दा गतिलो मौका, यहाँभन्दा उत्तम मौका सायद केही पनि हुँदैन होला। हामीले दिदी र मैले हामी सबैका तर्फबाट यही कुरा राख्यौँ। यसमा केही छुट्न गएको भए हामी यहाँहरूसँग फेरि पनि जोडिनेछौँ। हामी र यहाँहरू सेवा प्रदायक र हामी सहितको संयुक्त प्रयासले यो समाजमा हुन सक्ने र भए गरेका विभिन्न विवाद र समस्याहरूलाई सजिलै समाधान गर्न सकौँ। संयोगले आज बुटोलबाट डिभोर्सको केसमा चाहिँ मसँग
छलफलको लागि आउँदै हुनुहुन्छ पाल्पामा। मैले पहिलो प्रयोग त्यहीबाट गर्नेछु भन्ने बाचासहित यहाँहरूमा बोल्ने मौका दिनुभएकोमा हार्दिक धन्यवाद दिँदै मेरो आफ्नो भनाइ यही टुङ्ग्याउँछु। धन्यवाद।